Hello guys, welcome to my YouTube channel. Thank you for 67 subscribe. आज चाहिँ म मेकअप गर्दैछु है। कहाँ जान भन्दाखेरि तपाईँले देखिहाल्नुहुन्छ अहिले कहाँ जान होला भनेर। अनि मेकअप गर्न चाहिँ खासै आउँदैन। पोहोरको दसैँ आउनुभन्दा अलिकति अगाडि होला 4-5 दिन सिकेको थियौँ। त्यो पनि त्यो मेकअप गरिराख्दाखेरि चाहिँ सम्झिराखिने रहेछ। मेकअप गर्न बिर्सेपछि छोडेपछि त्यो बिर्सिहालिँदो रहेछ क्या। अब त्यो 5 दिन सिक्दाखेरि त म जस्तो मेकअप गर्ने कोही छैन जस्तै हुन्थ्यो। यस्तो आउँथ्यो नि अब आउँदो पनि रहेछ क्या त्यो गरिराख्दाखेरि। दसैँभरि गरियो, दसैँमा अब यताउता जाँदा गरियो, तिहारमा अलिअलि गयो, त्यसपछि त बिर्स्यो। यसपालिको दसैँमा त गर्न पनि पाएन, गर्न पनि सकिएन। र पनि आज चाहिँ मैले सम मेकअप है हल्का, त्यो जान्ने त होइन म, कहाँ पर्फेक्ट त होइन, र पनि हल्का गर्दैछु। सुरुमा मैले रोज वाटर लगाएँ, त्यस पछाडि के लगाएँ मैले मोइस्चराइजर क्रिम, अनि त्यस पछाडि मैले लगाएँ प्राइमर, अनि त्यसपछि सनस्क्रिन है। त्यस पछाडि मैले लगाएँ बीबी क्रिम प्लस के भन्छ त्यसलाई, बीबी क्रिम र के भन्छ फाउन्डेसन मिक्स गरेर लगाएँ। त्यसपछि हल्का पाउडर दलेँ, अनि रोज लगाएँ। सबैजना चाहिँ सुरुमा के भन्छ परेलाको गर्छ नि त होइन। मेरो चाहिँ खासै परेला मिलाएँ त्यस्तो गरिराख्नै। पहिला त आउँथ्यो, राम्रो बनाउन आउँथ्यो, अहिले त फेरि परेलै बिग्रेछ क्या मेरो। त्यो भएर मलाई झ्याउ लाग्छ। हल्का मात्रै यो मिलाएँ, जस्तो गरेँ, यतिकै ठिक छ जस्तो लाग्यो। अनि लिपस्टिक लगाएँ, सम पर्फ्युम छर्की हो। अनि आज अब गाडीमा जाने भएको, गाडीमा यस्तो बम्पसँग हुन्छ नि त, त्यही भएर गाडीमा नजाने भएपछि गाजल पनि लगाइदिएँ। गाडीमा जाँदाखेरि चाहिँ म लाउँदिनँ, किनभने एकचोटि म विराटनगर बेमा जाँदाखेरि गाजल साजल अब यो लगाएर चाहिँ गएको थिएँ नि त। बाटैमा बमिट भएर भुत जस्तो देखेको थियो। अनि मैले सानो त्यो माला निकालेँ, किनभने त्यो अस्पत भयो जस्तो के नसुहाए जस्तो भएको थियो। अनि झुम्का लगाएँ, अनि रेडी भयौँ हामी चाहिँ होइन। यहाँ म र मेरो जेठन दिदी गएको थियौँ। हाम्रो चाहिँ भान्जीको बिहे थियो। भान्जीको यता ददार चाहिँ अघि गइसक्नु भएको रहेछ। गर्मी धेरै भएको कारणले हामी चाहिँ यता बस्ने भयौँ होइन। त्यो बेहुला बेहुलीको फोटो खिच सेसन भइरहेछ। गाइज यहाँनिर चाहिँ मेरो धमा पनि आउनु भएको छ क्या, जन्तीपट्टिबाट। यहाँ एकजना विशेष पाहुना पनि आउनुभएको रहेछ। अहिले चाहिँ प्रायः केटीहरूले बजाउने रहेछ नि त बाजा, त्यो भएर मलाई चाहिँ Thank you for watching. Bye bye. See you soon. Thank you. Like and subscribe. It's my TikTok.
अहिले बेला खाना कस्तो फेरि बोल्दैन नि यहाँनिर अहिले कुशल तिम्रो अहिले सबै